573 र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले 527 मत प्राप्त गरेका छन्। यो अग्रता, यो भिन्नता ठूलो छ। 6548 मतगणना हुँदा 4050 त राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश प्राजुलीले मात्रै प्राप्त गरेका छन् र अन्य उम्मेदवारको मत संख्या 100 मा छ। 527 मत प्राप्त गरेका छन्। अन्य क्षेत्रहरूको बारेमा पनि तपाईले जानकारी म तपाईलाई अब रूपन्देही 3 तर्फ लैजाँदै रूपन्देही 2 तर्फ लैजाँदैछु। निर्वाचन निकै रोचक बनिरहेको देखिएको छ। उनीसँग राष्ट्रिय चुन्नुप्रसाद शर्मा पौडेलले, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले 504 मत प्राप्त गरेका छन्। यो आफैमा रोचक परिणाम आउने संकेत देखिएको छ।